हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म मेरो घरबाट पत्री बजार जाँदैछु। त्यसको लागि सुरुमा मैले एउटा सवारीमा चढेँ। यो चाहिँ हाम्रो रत्न चोक हो। यसबाट हामी सिधै पश्चिम लाग्छौँ र यो चाहिँ हाम्रो इलाहाबाद चोक रहेको छ। यता चाहिँ दायाँ बायाँमा थुप्रै पसलहरू रहेको छ र यसपछि हामी सिधै अगाडि बढ्दैछौँ। यहाँबाट चाहिँ हाम्रो बजार लाइन सुरु हुन्छ। हाम्रो पत्री बजारमा चाहिँ हरेक आइतबार र बिहिबार बजार लाग्ने गर्छ र यहाँ थुप्रै पसलहरू पनि त्यो दिनहरूमा चाहिँ लाग्ने गर्छ। आज बिहान चाहिँ पानी परेको हुनाले अलिक सडक सुनसान रहेको छ। यो चाहिँ हाम्रो पत्री बजारको दृश्य हजुरहरूले हेर्न सक्नुहुनेछ। मेरो थोरै काम रहेकोले मैले सकाइसकेपछि टप्परमा गएर खाजा लिएँ र थ्याङ्क यू फर वाचिङ भिडियोज। थ्याङ्क यू।